के तपाईलाई थाहा छ राशि चक्रकै सबैभन्दा चलाक चतुर र बोल्नमा खप्पिस राशि कुन हो? हो, त्यो राशि हो मिथुन राशि। यदि तपाईको वा तपाईको नजिकको कसैको मिथुन राशि हो भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज हामी मिथुन राशिका मानिसहरूको 3वटा यस्ता गोप्य कुराहरू खोल्दैछौँ जुन धेरैलाई थाहा छैन। ज्योतिषशास्त्र अनुसार मिथुन राशिको प्रतीक जुम्लिया अर्थात् ट्विन्स हो। यसको अर्थ यिनीहरूको भित्र 2वटा व्यक्तित्व लुकेको हुन्छ। यो राशिको स्वामी ग्रह बुध हो, जसलाई बुद्धि र सञ्चारको देवता मानिन्छ। त्यसैले त मिथुन राशिका मानिसहरूसँग कुरा गरेर कसैले पनि जित्नै सक्दैन। यिनीहरूको दिमाग कम्प्युटर जस्तै तीव्र चल्छ। यिनीहरूको सबैभन्दा ठूलो शक्ति भनेको मल्टिटास्किङ हो। यिनीहरू एउटै समयमा धेरैवटा काम सजिलै सम्हाल्न सक्छन्। नयाँ ठाउँ, नयाँ प्रवृत्ति र नयाँ मानिसहरूसँग यिनीहरू चाँडै घुलमिल हुन सक्छन्। मिडिया, पत्रकारिता, मार्केटिङ र व्यापारमा यिनीहरू सधैँ अगाडि हुन्छन्। तर मिथुन राशिमा केही कमजोरीहरू पनि हुन्छन्। यिनीहरूको सबैभन्दा ठूलो समस्या भनेको डबल माइन्ड हो। एउटा निर्णयमा टिकिरहन यिनीहरूलाई निकै गाह्रो पर्छ। अर्को कुरा, यिनीहरू एकदमै चाँडै बोर हुन्छन्। एउटै काम सधैँ गरिरहन यिनीहरूको चञ्चल मनले मान्दैन। प्रेम र मित्रताको कुरा गर्दा मिथुन राशिको जोडी तुला र कुम्भ राशिसँग सबैभन्दा उत्तम मानिन्छ। यिनीहरूका लागि बुधबारको दिन सबैभन्दा शुभ हुन्छ भने हरियो र पहेँलो रङले भाग्य चम्काउने गर्छ। के तपाईको स्वभाव पनि यस्तै छ? कमेन्टमा हो वा होइन लेख्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गरेर च्यानल र पेजलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।